साथीहरू, एउटा तितो सत्यबाट सुरु गरौँ। तपाईले आफ्नो जिन्दगीको सुरुवाती 20 वर्ष एउटा कोठामा बिताउनु भयो। स्कुल, कलेज, कोचिङ, बुवा आमाको रगत पसिनाको लाखौं रुपैयाँ खर्च भयो। बाबुले डिग्री ल्याउँछ, ठूलो मान्छे बन्छ भनेर समाजमा थाक लगाइयो। तर आज त्यो 20 वर्षको लगानी र त्यो कलरफुल सर्टिफिकेट हातमा लिएर तपाई कहाँ उभिनु भएको छ? त्रिपुरेश्वरको राहदानी विभागको त्यो लामो लाइनमा वा एयरपोर्टको डिपार्चर गेटमा? किनकि हाम्रो शिक्षा प्रणालीले हामीलाई 20 वर्ष लगाएर ज्ञानी होइन, बजारमा बिक्न नसक्ने एउटा प्रडक्ट बनायो। आजको भिडियो अलि कडा छ, अलि इमोशनल छ, तर यदि तपाई विद्यार्थी हुनुहुन्छ वा भर्खर पास आउट हुनुभएको छ भने यो 10 मिनेट तपाईको जिन्दगीको सबैभन्दा महत्वपूर्ण 10 मिनेट हुन सक्छ। यो हो डार्क ट्रुथ अफ आवर फेल्ड एजुकेशन सिस्टम, नेपाली शिक्षा प्रणाली र वैदेशिक रोजगारीको तीतो यथार्थ। डिग्री छ तर भिसाको लाइन किन? तपाई जब जन्मिनु भयो वा जन्मनु भन्दा पनि पहिले तपाईका अभिभावकको दिमागमा एउटा सेटिङ फिक्स भइसकेको थियो, मेरो छोरा वा छोरीलाई शहरको सबैभन्दा ठूलो स्कुलमा पढाउँछु। हाम्रो समाजमा स्कुल र कलेज अब शिक्षाको मन्दिर रहेन, यो त एउटा स्ट्याटस सिम्बल बन्यो। अभिभावकलाई लाग्छ महँगो स्कुलमा भर्ना गरिदिएपछि मेरो जिम्मेवारी सकियो, अब मेरो बच्चाको भविष्य उनीहरूले नै बनाइदिन्छन्। तर के साँच्चै त्यस्तो भयो त? जब तपाई स्कुलको गेटबाट भित्र छिर्नुहुन्छ, तपाईको दिमागमा हजारौं प्रश्न छन्, कौतूहलता छ, क्रिएटिभिटी छ, तर स्कुलले तपाईको हातमा एउटा सिलेबस थमाइदिन्छ र भन्छ यो भन्दा बाहिर नसोच, प्रश्न नगर, घोकेर आइज र परीक्षामा ओकल। यदि तपाईले सिलेबस बाहिरको कुरा सोच्नु भयो भने तपाईलाई सजाय हुन्छ, तपाईका मार्क्स काटिन्छन्। बिस्तारै बिस्तारै त्यो जिज्ञासु बच्चा मर्दै जान्छ र एउटा रोबोट जन्मिन्छ। संसार कहाँ पुगिसक्यो? एआई को युग आइसक्यो। तर हाम्रो पढाउने तरिका आज पनि 200 वर्ष पुरानो छ। हाम्रो सिस्टमले माछालाई रुख चढ्न लगाइरहेको छ। सोच्नुस् त, एउटा माछालाई रुख चढ्ने क्षमताको आधारमा जाँचियो भने त्यो माछाले जिन्दगीभर आफूलाई मूर्ख ठान्छ। यहाँ हात्ती, घोडा, बादर, माछा सबैलाई एउटै लाइनमा राखेर रुख चढ्न भनिन्छ। जो चढ्यो त्यो पास, जो चढ्न सकेन त्यो फेल। अनि नतिजा 15 देखि 20 वर्ष पढेपछि तपाई बन्नुहुन्छ एउटा कन्फ्युज्ड युवा जसको एउटै सपना हुन्छ, प्लिज कसैले मलाई जागिर दियोस्। तर हाम्रो नेपालमा पढेको भन्दा नपढेको मान्छेहरूले यस्तो अपर्च्युनिटी पाइरहन्छ, नट इम्पोर्टेन्ट यस्तो भइसक्यो। अब नेपालमा त्यही भइसक्यो, जब खोजेको, यताउति गरेको, तरै पनि पाएको छैन। सर्वप्रथम चाहिँ नयाँ खाले जुनमा चाहिँ शिक्षामा चाहिँ युवाले रोजगार पाउन्, टेक्निकल शिक्षाले एकदम बढावा दिनुपर्छ। राज्यले पनि युवाहरूलाई चाहिँ आफ्नो काम गर्ने अवसर नदिलाइदिएर हो। कारण यो देशका युवाहरूमा प्रत्येक वर्ष 7 लाखका दरले विदेशमा बेचिरहेका छन्। यसको अन्त्य गर्नुपर्छ भनेर उद्योग सुरु भएको छ। हामीले 25% जिन्दगी खर्च गरेर अर्काको कम्पनीमा कामदार बन्न सिक्यौं, आत्मनिर्भर बन्न सिकेनौं। अब कुरा गरौं नेपालको तीतो यथार्थको। म डेटामा कुरा गर्छु, हावामा होइन। तपाई डिग्री लिएर बजारमा निस्कनुहुन्छ, तर बजारमा जागिर खोइ। हरेक वर्ष 5 लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन्छन्। पछिल्ला 2 वर्षमा मात्रै 15 लाख भन्दा बढी युवा विदेशीय। हामी यहाँ म्यानेजमेन्ट पढ्छौं, BBA/MBA गर्छौं अनि मलेसियाको फ्याक्ट्रीमा प्याकेजिङ गर्न जान्छौं। हामी यहाँ इन्जिनियरिङ गर्छौं अनि खाडीको गर्मीमा लेबर काम गर्न बाध्य हुन्छौं वा युरोप, अमेरिका गएर भाना माच्छौं। ठाउँ फेरियो, देश फेरियो, तर हाम्रो भूमिका फेरिएन। हामी यहाँ पनि वर्कर बन्न पढिरहेका थियौं, त्यहाँ गएर पनि वर्कर नै भयौं। यो सुन्दा तपाईलाई रिस उठ्न सक्छ, तर यो तुलना हेर्नुस्। एउटा नेपाली इन्जिनियरले नेपालमा महिनाभरि घोटिएर 30 देखि 40 हजार कमाउँछ। उता अमेरिकामा एउटा ट्रक ड्राइभरले, जसको लागि कुनै ठूलो डिग्री चाहिँदैन, उसले यो भन्दा 10 गुणा बढी कमाउँछ। म तपाईलाई ट्रक चलाउन जानुस् भनिरहेको छैन, म भ्याल्यु र स्किलको कुरा गर्दैछु। हाम्रो शिक्षाले हामीलाई थ्योरी रटायो, इतिहास रटायो, तर पैसा कमाउने स्किल सिकाएन, समस्या समाधान गर्ने सोच सिकाएन। आखिर यो सिस्टम यस्तो किन छ? किनकि यो सिस्टम तपाईलाई मालिक बनाउन डिजाइन गरिएकै थिएन। 1830 को दशकमा जब लर्ड मेकालेले यो शिक्षा प्रणालीको डिजाइन गरे, जुन भारत हुँदै नेपाल छिर्यो, उनीहरूलाई सोच्ने मान्छे चाहिएको थिएन। उनीहरूलाई कारखाना चलाउन र अफिसमा फाइल ओसार्न आज्ञाकारी क्लर्क र कामदार चाहिएको थियो, जो समयमा आओस्, घण्टी बज्दा काम सुरु गरोस्, अर्को घण्टी बज्दा खाजा खाओस् र हाकिमले भनेको कुरामा यस सर भनोस्। हामीलाई कहिले पनि फाइनान्शियल फ्रिडमको बारेमा सिकाइएन। पैसा कसरी काम गर्छ, कर कसरी काम गर्छ, लगानी कसरी गर्ने, यी कुरा स्कुलमा कहिले पढाइएन। किनकि यदि तपाईँ आत्मनिर्भर हुनुभयो भने तपाईले प्रश्न गर्न थाल्नुहुन्छ र कर्पोरेट दुनियाँलाई प्रश्न गर्ने मान्छे होइन, टाउको हलाउने रोबोट चाहिएको छ। अनि अर्को एउटा डर लगाइयो, सोसाइटीको प्रेसर। तपाईले याद गर्नुभएको छ, स्कुलमा हुँदा हामी सिक्नको लागि पढ्दैन थियौं, पास हुनको लागि पढ्थ्यौं। बाबु, एसएलसीमा राम्रो जीपीए ल्याएन भने जिन्दगी बर्बाद हुन्छ, प्लस 2 मा साइन्स पढेन
परेन भने इज्जत जान्छ। यो डर देखाएर हामीलाई पढाइयो। परीक्षाको डर यति गहिरो हुन्छ कि 10 वर्षपछि पनि मान्छेलाई सपनामा मेरो जाँच बिग्रियो भनेर तर्सिने बनाउँछ। हामीले आफ्नो रुचि, आफ्नो प्यासनलाई मार्यौं र आमा बुवाले भनेको वा समाजले राम्रो भनेको विषय पढ्यौं। नतिजा आज हजारौं इन्जिनियर र म्यानेजमेन्ट ग्रेजुएटहरू बेरोजगार छन्। त्यसैले अब के गर्ने त? के अब स्कुल कलेज जान छोडिदिने? डिग्री च्यातेर फालिदिने? होइन। क्रान्ति सडकमा होइन, आफ्नो सोचमा ल्याउने हो। अबको युग डिग्रीको होइन, स्किलको हो। तपाईको सर्टिफिकेटमा कति जीपीए छ त्यसले अबको बजारमा खासै अर्थ राख्दैन। गुगल, एप्पल, टेस्ला जस्ता कम्पनीहरूले भनिसके हामीलाई डिग्री होइन, काम जान्ने मान्छे चाहियो। नेपालमा हेर्नुस् न, कोही युट्युब र कन्टेन्ट क्रिएसनबाट महिनाको लाखौं कमाइरहेका छन्। कोही फ्रीलान्सिङ गरेर, कोडिङ गरेर, ग्राफिक डिजाइन गरेर नेपालमै बसेर डलरमा कमाइरहेका छन्। कोही सानो लगानीमा ई-कमर्स वा एग्रोटेक स्टार्टअप गरिरहेका छन्। यी मान्छेहरूले के फरक गरे? यिनीहरूले कलेजको पढाइलाई मात्र सबथोक मानेनन्। यिनीहरूले आफूलाई अपस्किल गरे। जुन कुरा सिक्न तपाई कलेजलाई 4 देखि 5 वर्ष र 10 लाख बुझाउनुहुन्छ, आज त्यही कुरा युडेमी, युट्युब वा गुगलबाट 3 देखि 6 महिनामा सिक्न सकिन्छ। त्यो पनि सितैमा वा नाम मात्रको शुल्कमा। सायद तपाईलाई कोडिङमा रुचि होला, सायद भिडियो एडिटिङमा, सायद कुकिङमा वा बिजनेसमा, तर त्यो रुचि चिन्ने मौका नै तपाईले आफूलाई दिनु भएन। मेरो यो भिडियो हेरिरहनु भएका अभिभावकहरूलाई एउटा हात जोडेर बिन्ती छ, आफ्नो छोराछोरीलाई मार्कसिटको दौडमा घोडा जसरी नकुदाउनुहोस्। उसलाई फर्स्ट बन्नु पर्दैन, उसलाई सक्षम बन्नुपर्छ। उसलाई म्याथ र साइन्स मात्र होइन, जिन्दगीको स्किल सिकाउनुहोस्। उसलाई फेल हुन दिनुहोस्, लड्न दिनुहोस्, किनकि जो लड्छ उही उठेर दौडिन सिक्छ। र साथीहरू, तपाई जो अहिले कलेजमा हुनुहुन्छ वा भर्खर पास हुनुभयो, सरकारलाई गाली गरेर, सिस्टमलाई सरापेर केही हुनेवाला छैन। यो सिस्टम रातारात बदलिनेवाला छैन, तर तपाई बदलिन सक्नुहुन्छ। आजै एउटा प्रण गर्नुहोस्, म मेरो जिन्दगीको कन्ट्रोल अब त्यो कागजको टुक्रालाई दिने छैन। म आफ्नो भ्याल्यु आफै बनाउने छु। दैनिक 1 घण्टा भए पनि नयाँ स्किल सिक्नुहोस्, चाहे त्यो पब्लिक स्पिकिङ होस्, डिजिटल मार्केटिङ होस् वा फाइनान्शियल लिटरेसी। याद राख्नुहोस्, एउटा डिग्रीले तपाईलाई जागिरको लाइनसम्म पुर्याउन सक्छ, तर एउटा सही स्किलले तपाईलाई त्यो लाइनबाट निकालेर मालिक बनाउन सक्छ। हामी यो एजुकेसन ट्र्यापबाट निस्किन सक्छौं, तर सुरुवात आफैबाट गर्नुपर्छ। यदि यो भिडियोले तपाईको मनमा थोरै पनि हलचल ल्यायो भने प्लिज यो भिडियो आफ्ना साथीभाइ र विशेष गरी आफ्ना बुबा आमालाई देखाउनुहोस्, ताकि अर्को पुस्ता यो जालमा नफसोस्। तपाई कुन स्किल सिक्दै हुनुहुन्छ वा सिक्न चाहनुहुन्छ, तल कमेन्टमा लेख्नु होला। म हरेक कमेन्ट पढ्नेछु। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला, किनकि हामी यहाँ यस्तै तितो तर आवश्यक यथार्थ कुरा गर्छौं। भेटौँला अर्को भिडियोमा। आफ्नो ख्याल राख्नु होला। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।